पासपोर्ट रिन्यू, श्रम रिन्यू, कागजात प्रमाणीकरण र बिहे दर्ता अब युएईमै। अन्नपूर्ण टाइपिङ युएई। स्वादिलो र स्वस्थ खाना, तपाईको खुसी हाम्रो प्रतिबद्धता। बाजे रेस्टुरेन्ट, अबुधाबी। त्यो मान्छेले फोनमा कुरा गरेको केटी पक्कै पनि सपना हुनुपर्छ। सन्ध्या, तिमीले सपनामा देखे जस्तै सपना केही अप्ठ्यारोमा परेकी छिन् र मेरो सहयोग माग्दैछिन्। मैले तिमीलाई दिएको पीडाको पछुतोले मलाई पोलिरहेको छ सन्ध्या। तिमीलाई अन्तिम पटक एकचोटि भेट्नु छ, बिन्ती। फेरि दाई भन्यो। दाई नभन न, तिमी र म त साथी हो, साथी। मेरो जीवनमा एउटै मात्र साथी थिए, सिमरन। ऊ अहिले विदेशमा छ। तपाईहरूले मेरो फोन खोजिदिनु भएर मैले उसँग कुरा पनि गर्न पाएको छुइनँ। यो सबै कुरा हजुरलाई बाबाले भन्नुभएको हो र हजुर मसँग नाटक गर्दै हुनुहुन्छ। हजुर मेरो आमा होइन। त्यसो नभन न बाबु, हजुर मेरो आमा होइन भनेर भन्दा मेरो मन कति फुल्छ, मन कति भकानिन्छ। यो सारा सम्पत्ति मेरो नाममा आओस् न, त्यसपछि तिमी र म बिहे गर्ने है। ल छिट्टै आऊ है, तिमी नभए यो घरमा मलाई बस्नै मन लाग्दैन। अब सपनाको पारा त्यही हो, देखिहाल्यो, खालि ठुस्स मात्रै परिरहन्छे। आइहाल्छु नि, तिमी राम्रोसँग बस्दै गर। केही खान मन लाग्यो भनेदेखि त्यही सपनालाई भन है। दाइ यो के गरेर बस्नु भएको, मेरो हात छोडिदिनुहोस्। मलाई दाई नभन न, म तिम्रो दाई होइन, साथी हो, साथी। दैवले जोडिदियो हाम्रो चोखो नाता। सपना नुवाकोटको बेलकोटगढी 8बाट बिहे गरेर आएकी हुन् भाइ। उनको श्रीमानको नाम आकाश हो, नेपाल प्रहरीमा जागिरी छन्। खुइदै म पनि यही बस्छु, तर हजुरले भन्नुभएको नामहरू त मैले कहीँ पनि सुनेन। अब यो जोरपाटी भन्ने ठाउँ पनि ठुलो छ, हजुर झुकेर अन्तै कतै आइपुग्नु भयो कि? होइन भाइ, जोरपाटीको पृथ्वीनगर यही होइन र? हो यही नै भनेका थिए आकाशको घर। त्यो पनि मैले गाउँमा भाइसँगै प्रहरी चौकीमा जागिर गर्ने हवलदार साहबलाई फोन गरेर यो ठाउँ पत्ता लगाएको भाइ। खुइदै
भर्खरै बिहे गरेर आएको केटी त मैले कोही देखेको छैन। नेपाल प्रहरीमा जागिर खाने एकजना दाइको घर त यहीँ अगाडि हो, तर उहाँको नाम आकाश होइन लक्ष्मण हो। हस् भाइ, म अरू कोहीसँग बुझ्छु नि, अरूलाई थाहा छ कि। फेरि हेर्नुहोस् न, मैले जसलाई खोजिरहेको छु उसको फोन धेरै दिन भयो लागिरहेकै छैन, त्यही भएर म आत्तिएको हुँ। हस् दाइ, हजुरले जसलाई खोज्नु भएको छ उहाँ चाँडै भेटियोस्, म यही कामना गर्छु। नआत्तिनुहोस् दाइ, यो सहरमा जसको कोही हुँदैन उसको भगवान हुन्छ। हुन्छ भाइ, मैले मेरो गाउँमा रहनुभएको आमा र श्रीमतीलाई बाचा गरेर आएको छु। यदि सपना कुनै अप्ठ्यारोमा परेकी छिन् भने उसलाई त्यो अप्ठ्यारोबाट निकाल्छु भनेर। सपनालाई यदि कसैले अप्ठ्यारोमा पारेको रहेछ भने म त्यो मान्छेलाई छोड्दिनँ। हुन्छ भाइ, म जान्छु ल। हस् दाइ, हजुरले खोजेको मान्छे चाँडै भेटियोस्। कतै यो दाइले भनेको केटी र त्यो केटी एउटै त होइन? होइन होला, यो दाइले भर्खरै बिहे गरेर आएको केटी भन्नुभएको छ। त्यो केटी त विधवा छ, हुन सक्दैन यो त। शक्तिले त मलाई अस्ति नै भन्दै थियो सपनाले मलाई अर्कै नजरले हेर्छे, के इसारा गर्छे भनेर। आज म एकछिन घरमा नहुँदा मोबाइल छुटेर घरमा आउँदाखेरि आफ्नो दाइ समानको मान्छेलाई यस्तो हरकत गरिसैन तैँले? तँलाई कति चाहिँ पैसा आएको हो? मैले केही पनि गरेको छैन दिदी। उहाँले आफै म जे जे भन्छु त्यति गर अनि मात्र सिसीलाई फोन गर्न दिन्छु भन्नुभएको थियो र म माथि हातपात गर्न थाल्नुभयो। मैले केही पनि गरेको छुइनँ। तपाईँले त मलाई बुझ्नुहुन्छ होला भनेको, तर तपाईँ पनि। यो केटी एकदम खत्तम छ है आरती, यस्तो कुरामा विश्वास नगर। तिमी नभएको मौका छोपेर यसले मेरो हात समाई अङ्गालो हाले। अनि शिशिरसँग फोनमा कुरा गराइदिनुहोस्, तपाईँले जे भन्नुहुन्छ त्यही म मान्छु भनेर पनि भनी। मैले तिमी मेरो बहिनी समान हो भनेर कति सम्झाएँ, उल्टो मलाई यसले हामी दाजु बहिनी होइनौँ साथी साथी मात्रै हो भनेर भनी। यो सब मैले होइन, उहाँले चाहिँ मलाई भन्नुभएको हो दिदी। पेटमा बच्चा भएको एउटा केटीलाई हातपात गरेर भएको नभएको आरोप लाउनु भएको छ। तपाईँलाई त पाप लाग्छ। तँ अझै बढी बोल्छेस्? शक्तिले यस्तो गर्यो भनेर मैले विश्वास गर्छु? विश्वास गर्दैन। यहाँ गडबडी तैँले गरेछेस्। शक्ति, अहिले तिमी यहाँबाट जाऊ। म अब यसलाई यस्तो सबक सिकाउँछु कि अबदेखि आइन्दा यसले कुनै परपुरुषलाई गिद्धे नजर नलगाओस्। हुन्छ आरती, यो अलि बढी नै भएको छ, यसलाई त म अहिले जान्छु। दिदी, मलाई विश्वास गर्नुहोस्। आकाश बितेर गएदेखि म उहाँकै सम्झनामा पल पल बाँचिरहेको छु। उहाँको माया मेरो मनभरि छ र रहिरहनेछ। म अरू कुनै केटासँग नजिक हुन त के सोच्न पनि सक्दिनँ। मेरो पेटमा हुर्किँदै गरेको बच्चाको कसम दिदी, मैले केही पनि गरेको छैन। आफ्नो चरित्र खत्तम छ अनि सिधा सादा केटा मान्छेमाथि आरोप लाउँछेस्? तेरो यो चर्ती कला देखेर मेरो मरेर गएको भाइ पनि कति रुँदै होला। कस्तो केटीसँग माया गरे, कस्तो केटीसँग बिहे गरे भनेर। तैँले गरेको यो गल्तीको सजाय पाउँछस्।
हातबाट खाना खान्छु। हजुर मेरो आमा होइन। मलाई मेरो आमासँग भेटाइदिनुहोस्। तिमी चिन्ता नगर है मुना, अनुरोधले बिस्तारै सबै कुरा बुझ्दै जान्छ। मैले आज गएर अनुरोधलाई राम्रो स्कुलमा भर्ना गरेर आएको छु। पर्सिदेखि स्कुल जान थाल्छ। बिस्तारै तिमीलाई उसले आफ्नामा स्वीकार्छ मुना। म कति अभागी रहेछु अर्जुन। आफैले जन्म दिएको छोराले तिमी मेरो आमा होइन भन्छ। मसँग रिसाउँछ। मलाई अनुरोधसँग कुनै गुनासो छैन। यो सबै मेरै भाग्यको खेल हो। मलाई अनुरोधले कहिले आफ्नै आमा भनेर अँगाल्ला, कहिले आमा भनेर बोलाउला। म त्यही दिन पर्खेर बसिरहेको छु अर्जुन। जीवनमा तिमीले धेरै दुःख सहेकी छौ। त्यही दुःखले तिमीलाई धरो बनाएको छ। तिमी अझै धरो बनाउनु न। धेरै कमजोर नहो। अनुरोधलाई मैले सम्झाएर हुँदैन। तिमी नै उसको आमा हो भनेर तिमीले नै सम्झाउनु पर्छ, तिमीले नै बुझाउनु पर्छ। हुन त म विदेश गएपछिको कुरा सुनाउँदा यो सबै तपाईँलाई बाबाले भन्नुभएको भन्दै अनुरोध तिमीसँग रिसाएछ। उसलाई पहिलेका सबै कुराहरू भन, साना साना कुराहरू पनि भन। एक दिन उसले तिमीलाई आमा भनेर मायाले अँगाल्नेछ मलाई। म उसलाई शिशिरसँगको कुराहरू सुनाउन चाहदिनँ अर्जुन। भन्ने नै हो भने म आफै पनि सम्झिन चाहन्न। जति मैले भन्न सक्थेँ, सुनाउन सक्थेँ भने, तर उसले विश्वास गरेन। शिशिरलाई अनुरोधले धेरै माया गर्छ मुना। आफ्नो मनैदेखिको साथी मान्छ। शिशिरसँगका कुराहरू पनि उसलाई भन, उसको मन फर्किन सक्छ। हुन त म तिम्रो साथमा नहुँदा, तिमी दुःखमा हुँदा, एक्लै हुँदा उसले तिमीलाई माया गरेको थियो, तिम्रो साथ दिएको थियो। म उसलाई पनि गलत सोच्दिनँ। बरु भोलि बाबुलाई पार्कतिर घुम्न लैजाउँ न है। आमा आएपछि हामी सबैजना घुम्न जानुपर्छ है बाबा भन्थ्यो। ल तिमी पनि अब मनमा धेरै कुरा नखेलाइकन सुत। म आज यही जोरपाटीको एउटा गेस्ट हाउसमा बसेको छु सन्ध्या। अहिले चाहिँ तिमीसँग कुरा गर्न यहाँ बाहिर आएको छु। अनि तिमी चिन्ता नगर है, म भोलि जसरी भए पनि आकाश भाइको घर पत्ता लगाएर आकाश भाइ, सपना दिदीसँग कुरा गरेर फर्किहाल्छु नि। अनि आमा र तिमीले खाना खायौ त? हामीले खाना खायौँ शिशिर। बरु हजुरले खानुभयो कि भएन धेरै चिन्ता नगर्नुहोस्। खाना खानुहोस् है। सपना बहिनीलाई केही हुँदैन। म त खाइहाल्छु नि, तिमी मेरो चिन्ता नगर न। आफ्नो र आमाको ख्याल गर है। साँच्ची अघि मलाई बुवाले फोन गर्नुभएको थियो। बुवा केही दिनमै गाउँ फर्केर आउनुहुन्छ अरे। सबैजना मिलेर खेतीपाती गाईबस्तु हेर्नु है। हुन्छ शिशिर, मलाई हजुरको धेरै याद आइरहेको छ। धेरै सम्झिरहेको छु। हजुर नहुँदा यो गाउँ नै शून्य भएको छ। कतै टाढा जानुभयो जस्तो लाग्दैछ। अनि मैले हजुरलाई गाउँ छोड्ने अघिल्लो रात के भनेको थिएँ याद छ नि शिशिर?
सपना बहिनीले आकाशलाई अकबरे खोर्सानीको अचार मनपर्छ भनेकी थिइन्। उहाँको लागि 1 बट्टा खोर्सानीको अचार हालिदिएको छु। अनि आमा र दिदीको लागि भटमास र गुन्द्रुक पनि हालिदिएकी छु। भोलि लिएर जानुहोस् है। भइहाल्छ नि। यो समय भन्ने कुरा पनि कति छिटो बित्दो रहेछ है सन्ध्या। हेर त, अस्तिसम्म रुँदै हिँड्ने रुन्ची सपना अबको केही महिनामा आमा भन्दैछिन्। अबको केही समयपछि सपनाको बच्चाले मलाई मामा मामा भन्दै कराउँदै आउँछन्। आकाशको मायाले सपनाको जीवन नै फेरियो। त्यति धेरै माया गर्ने मान्छेको साथ पाइन्, स्वर्ग जस्तै घर पाइन्। हो नि शिशिर, हाम्री सपना बहिनी धेरै भाग्यमानी छिन्। उनको भाग्यमा आँसु मात्र होइन, यति धेरै खुसी पनि लेखिएको रहेछ। अब उनले कहिले रुनु पर्दैन। अनि साँच्ची अनुरोधलाई के लगिदिनुहुन्छ? मेरो साथी त मलाई भेट्न पाउँदा यसै खुसी हुन्छ। तर पनि काठमाडौँ पुगेर केही खेलौना किनेर लगिदिन्छु। बरु सन्ध्या, अघि आमाले मुनालाई पनि भेट्नु भन्दा तिमी रिसाएकी छैनौ नि? म किन रिसाउनु र शिशिर? हजुरलाई याद छ नि हामीले बिहेको रात के भनेका थियौँ? हाम्रो विगतको मान्छेहरूको कुरा नगर्ने, अनि उनीहरूसँग भेट भइहाल्यो भने पनि हामी उनीहरूलाई चिन्दैनौँ भनेर। हो, हामीले हाम्रो विगत त बिर्स्यौँ, तर कहिलेकाहीँ समय त्यस्तै आउँदो रहेछ। विगतमा नजिक भएका मान्छेहरूलाई नचिने चाहिँ गर्न नसकिने रहेछ। हजुर जानुहोस् शिशिर, मुनालाई भेट्नुहोस्, अनुरोधको लागि भए पनि भेट्नुहोस्। म धेरै भाग्यमानी छु सन्ध्या। तिमी जस्तो बुझाकी मान्छे पाएको छु। तिमीले मेरो बाध्यतालाई बुझिदियो। तिमीलाई धेरै धेरै धन्यवाद। मलाई धन्यवाद भनिरहनु नै पर्दैन नि। त्यति सानो कुरामा म रिसाउँछु जस्तो लाग्छ कि क्या हो? बरु यतिका दिनपछि भेट भएर हजुरलाई उसको माया लागेर हजुरको मन फेरिने पो हो कि मन उतैतिर पो जाने हो कि? त्यस्तो के भने कि सन्ध्या, मेरो मनमा उप्रति केही पनि छैन। जति पनि माया थियो तिम्रो मायाले पुर्दिसक्यो, मेटाइदिइसक्यो। अब मेरो मनमा तिम्रो मात्रै माया छ। मैले जिस्केको हो। मलाई हजुरप्रति पुरा विश्वास छ। हजुरले म बाहेक अरूलाई माया गर्न त परको कुरा, अरूलाई हेर्नु पनि हुन्न। अनि मलाई पनि तिमीमाथि। मैले पनि तिमीलाई धेरै सम्झिरहेको छु सन्ध्या। के गर्नु, तिमीसँग छुटिएर एक पल पनि टाढा बस्न मन थिएन। यस्तै पर्यो। चिन्ता नगर, म आउँछु नि। हजुर पनि आफ्नो ख्याल गर्नुहोस्। आज होटलमा बस्नु भएछ, भोलि सपना बहिनीको घर पत्ता लगाएर बहिनीकै घरमा बस्नुहोस्। आकाश दिदीसँग दुःख सुखका कुरा गर्नुहोस् है। सपना र आकाशको बिहे हुने दिन हजुरले सपनालाई के भन्नुभएको थियो याद छ नि? मैले अहिले पाएको दुःखको बदला म पछि आकाश भाइ र तिमीसँग लिइहाल्छु नि। योभन्दा अगाडि म कहिलेकाहीँ काठमाडौँ जाँदाखेरि मेरो बस्ने ठाउँ हुन्न थियो, होटेलमा बस्नु पर्थ्यो। अब त हाम्री सपनाको घर काठमाडौँमा छ, हाम्रो आकाश भाइको घर काठमाडौँमा छ भनेर म ढुक्कसँग जान सक्छु। म 2-3 दिनसम्म तिमीहरूको घरमा बस्छु, तिमीहरूलाई दिनहुँसम्म दुःख दिन्छु। यो खाऊ भन्छु, त्यो खाऊ भन्छु, यो पकाऊ भन्छु, त्यो पकाऊ भन्छु। सपना तिमीलाई के लाग्छ मैले तिमीहरूको राम्रोको लागि यो गरिरहेको छु? मैले त आफ्नो स्वार्थको लागि यो गरिरहेको छु। म बदला लिन्छु नि। म भेट्नेछु सन्ध्या। आकाश भाइ र सपनालाई म भोलि नै भेट्नेछु। अनि त्यसपछि त म यसरी गेस्ट हाउसमा बस्नै पर्दैन नि। आकाश भाइले शिशिर दाइ आउनु भएछ भनेर मलाई खुसी हुँदै घरमा स्वागत गर्छन्। झनै हाम्रो सपना त कति धेरै खुसी हुन्छन् होला है। शक्तिले त मलाई अस्ति नै भन्दै थियो सपनाले मलाई अर्कै नजरले हेर्छे, के इसारा गर्छे भनेर। आज म एकछिन घरमा नहुँदा मोबाइल छुटेर घरमा आउँदाखेरि
आफ्नो दाइ समानको मान्छेलाई यस्तो हरकत गरि छैन तैँले? तँलाई कति चाहिँ पैसा आएको हो? मैले जति भन्दा पनि दिदीले मलाई विश्वासै गर्नु भएन। उहाँको नजरमा त त्यो फटा शक्ति नै सही भयो। हुन त नराम्रो मान्छेको नजरमा नराम्रो मान्छे नै सही हुन्छ। मैले केही गरे पनि यो घरमा सुख पाउँदिन। आकाश बितेर गइसक्सके मेरो सबै खुसीहरू गयो। यस्तो अवस्थामा छु म दिनदिनै रोएर कमजोर भइसके। भने जस्तो गतिलो कुरा खान पनि पाएको छुइनँ। तिमीले यो बेलामा यो खानुपर्छ भनेर भनिदिने मान्छे पनि छैन। दिदी र त्यो शक्तिको कुराले म थाकिसकेँ। मलाई उनीहरूले दिने यो तनावले म गलिसकेँ। मैले मेरो मात्र होइन मेरो पेटमा हुर्किँदै गरेको बच्चाको बारेमा पनि सोच्नुपर्छ। यदि मलाई केही भइहाल्यो भने मेरो बच्चालाई पनि म आकाश र मेरो मायाको चिनालाई जसरी भए पनि जन्म दिन्छु। मैले मेरो बच्चालाई लिएर धेरै सपनाहरू देखेको छु। जन्माएर हुर्काएर पढाएर आकाश जस्तै देशको लागि लड्ने प्रहरी बनाउँछु। त्यसको लागि कि त म यही घरमा बसेर दिदी र शक्तिको अन्यायसँग लड्नुपर्छ, होइन भने यो घर छोडेर अन्त्य टाढा बसेर मैले एक्लै यो बच्चालाई हुर्काउनु पर्छ। अब मैले केही न केही निर्णय लिनै पर्छ। हजुरले शिशिर दाई र सन्ध्या भाउजूको बिहे सफल पार्न सहयोग गर्नुभयो रे भन्ने कुरा दाईको मुखबाट सुन्दा हजुर मान्छे राम्रो लाग्न थालेको छ मलाई। अनि फेसबुकमा साथी मात्रै बनेर भयो त? खोइ त, हजुर त न मलाई मेसेज गर्नुहुन्छ न कल गर्नुहुन्छ। कि फेसबुकमा मेसेज गर्ने कल गर्ने साथीहरू धेरै भएर हो मलाई गर्न चाहिँ फुर्सद नपाउनु भएको? होइन त्यस्तो कहाँ हुनु, खासमा तिम्रो कति बेला फुर्सद हुन्छ पनि थाहा भएन नि त। अनि काम कलेज फेरि यहाँको र त्यहाँको समय पनि मिल्दैन नि त। मैले त कति बेला फोन गर्ने भन्ने मेसेज नपाएर फोन मेसेज केही नगरेको, नत्र त गर्थेँ नि। मेरो फुर्सद होइन हजुरको चाहिँ फुर्सद नभए जस्तो छ नि। हुन त बिहे हुन लागेको मान्छे हो क्या रे। अस्ति त तिथि मिति सबै फिक्स भयो भनेर मलाई बिहेको निम्तो गर्दै हुनुहुन्थ्यो। हुनेवाला भाउजूले कसैसँग फोन नगर्नु कसैसँग नबोल्नु भनेर भन्नुभएको होला नि है? होइन त्यस्तो कहाँ हुनु। त्यो अस्ति कार्तिकेले तिमीसँग भिडियो कलमा कुरा गर्दाखेरि म करे दाइ त तँसँग कुरै गर्न सक्दैन भनेर भन्यो। अनि म पनि किन सक्दिनँ भनेर त्यसको फोन खोसेर तिमीसँग कुरा गरेँ। जोसै जोसमा
यहाँ लभै नपरेको मान्छेको बिहेसम्मको गफ हान्दैछु होइन। भनेपछि अहिलेसम्म हजुरको कसैसँग लभ परेको छैन। बिहे गर्ने उमेर कटिसक्यो, अहिलेसम्म कसैसँग माया बसेको छैन कि अब सिधै मागी बिहे गर्ने सोच हो हजुरको? खै के गर्ने। अनि सिमरन, तिम्रो पो उता कसैसँग माया बसेको छ कि? विदेशमा त राम्रा राम्रा केटाहरू हुन्छन् रे। तिमीले कसैलाई मन पराएकी छौ कि? अनि साँच्ची कहिले बिहे गर्ने सोचेकी छौ? अहिले नै बिहे गर्ने सोच त छैन मेरो, तर ओहो मेरो त ड्युटी जाने बेला भइसकेको छ। केही खाएको पनि छैन। अब केही पकाएर खाएर गइहाल्छु नि है। हजुरसँग पछि कुरा गर्छु नि। गाउँघरको हालखबर सोध्नु पर्यो भने हजुरलाई फोन गरेर भन्छु ल। मैले हजुरलाई के भनेर जिस्काएँ, नरिसाउनु है त। अहिले राख्छु। हस्। तँलाई जान्ने भएर मेरो लभ परेको छैन भन्नुपर्छ? मेरो लभ तिमीसँगै परेको छ भन्नु पर्दैन? नगरा त। तैँले गरेको आधी उधी इसारा त म बुझ्दिनँ। के भन्या फेरि लभ पर्ने भनेको एकतर्फी मन पराएर भन्ने हो र? मैले पो सिमरनलाई मन पराउँछु त, उसले मलाई मन पराउनु परेन? कुरा गर्छ फेरि। देखिनस् त्यहाँ फेसबुकका साथी बनेर पनि किन कल मेसेज नगर्नु भएको भने कि फेसबुकका साथी बनेर धेरैजना छन् होला मेसेज कल गर्नलाई, त्यही भएर मलाई नगर्नु भएको भने के होइन त? तेरो लभ परेको छ कि छैन, तेरो बिहे हुने कुरा के भयो, सबै खोजी नीति गर्दै थिए। तैँले बिहे हुने कुरा गरेदेखि त सिमरनको मन भत्ती पोलेको छ। त्यही भएर त आज तँलाई उसैले फोन गरिनी, बुझिस्? तँलाई सिमरनले मन पराउँछ केटा, माया गर्छ। अब अर्को पालि कुरा हुँदा आफ्नो मनको सबै कुरा भनिहाल। केटी मान्छेले जति नै मन पराए पनि माया गर्छु, मन पराउँछु भनेर चाहिँ केटाले भनिदियोस् भन्ने चाहन्छन्। त्यही भएर त ढिला नगर, छिटो छिटो भनिहाल। मेरो भान्सामा काम छ, म गएँ। तैँले भनेको कुरा पनि ठिकै हो दिदी। आज सिमरनको कुरा सुनेर मेरो अझ आँट बढेर आएको छ। अब अर्को पालि फोनमा कुरा गर्दा म सिमरनलाई मेरो मनको सबै कुरा भन्छु। थ्याङ्क यू दिदी, तैँले गरेर यो सबै भइरहेछ। जान्छु अब गाउँतिर। त्यो कार्तिकेलाई सुनाउनु परेन? सिमरन चाहिँ बोल्न डराउनुहुन्छ। होइन, यो मान्छेले मलाई कति फोन गरेको होला। यो नम्बर नै ब्लकमा राखिदिन्छु, अनि बल्ल थाहा हुन्छ। अब त सन्ध्याले मेरो नम्बर हो भनेर थाहा पाएपछि फोनै उठाउन छोडिन्। सन्ध्यालाई भेटेरै माफी माग्नु पर्ला। म पनि त मान्छे हो, मबाट पनि गल्ती भयो। अब सुध्रिसक्यो भनेपछि कसो माफी नदिलिन्? अब त भेटेरै माफी माग्नु पर्ला। हे भगवान्, मलाई जति सक्दो चाँडो सपनासँग भेटाइदियो। किन सपना मेरै वरिपरि भएर पनि मैले उसको घर पत्ता लगाउन नसकेको जस्तो लाग्दैछ। हुन त काठमाडौँ यति ठुलो छ, यति धेरै घरहरू छन्, यति धेरै मान्छेहरू छन्। पल्लो घरको मान्छेले पल्लो घरको मान्छेलाई चिन्दैनन्। सजिलै आफूले खोजेको मान्छे भेट्न गाह्रै छ। खै कतै आकाश भाइको अन्तै सरुवा भएर उहाँहरूको परिवार नै यो ठाउँ छोडेर कतै गइसक्नु भएको हो कि? त्यही भएर मैले उहाँहरूलाई नभेटेको हुँ कि?
सपना केही अप्ठ्यारोमा पक्कै परेकी छिन्। बिन्ती छ भगवान्, चाँडै भेटाइदेऊ, त्यस्तो केही गरिदेऊ जसको कारणले सपना र मेरो छिट्टै भेटोस्। तेरी मेरो बुद्धि पनि के भएको? यति ठुलो सहरमा सपनालाई देख्नु भएको छ, सपनालाई चिन्नु भएको छ, सपनालाई भेट्नु भएको छ भनेर सोध्दै हिँडिरहेको। त्यसरी त कसले चिन्छ र? यदि मैले सपनाको फोटै देखाएर यो मान्छेलाई तपाईँले भेट्नु भएको छ, चिन्नु भएको छ भनेको भए त कसै न कसैले अहिलेसम्म सपनाको बारेमा मलाई भनिसक्थ्यो, बताइदिइसक्थ्यो। अब भेट्ने मान्छेलाई चाहिँ सपनाको फोटो देखाएको छु। दाइ सुन्नुहोस् न। के भयो भाइ, भन न। म गाउँबाट आएको दाइ, यो सहरमा एकजना मान्छेलाई खोज्दै हिँडिरहेको छु। हजुरले एकपटक यो फोटो हेरेर यो फोटोमा भएको मान्छेलाई कतै देख्नु भएको छ कि भनिदिनुहुन्छ? काममा हिँडेको मान्छेलाई त्यत्तिकै डिस्टर्ब नगर न भाइ, मेरो काम छैन। तिमीले मोबाइलमा देखाएको मान्छेलाई खोज्दै हिँड्ने? म के पुलिस हो? हजुर दाइ, पुलिस नै हो। मैले जसलाई खोजिरहेको छु नि उसको श्रीमान पुलिस नै हो। फेरि दाइ मैले कहाँ हजुरलाई यो फोटोमा भएको मान्छेलाई खोज्दै हिँड्नु भनेको हो त? कतै देख्नु भएको छ कि एकपटक हेरेर भनिदिनुहोस् भनेको हो त। ए मान्छे कुन काममा हिँडिरहेको छ हराउने सोध, म बिजी छु। दाइ दाइ सुन्नुहोस् न, एकपटक फोटो त हेरिदिनुहोस् दाइ। तपाईँले चिनी पो हाल्नुहुन्छ कि? म हिजोदेखि यो सहरमा सपनालाई खोज्दा खोज्दै हैरानै भइसक्यो दाइ। सपना हो उसको नाम। ए सपना होस् कि विपना होस्, मलाई के मतलब? तिम्रो हराएको सपनालाई खोज्न के मैले ठेक्का लिएको छु? सपना भाइ, तिम्रो मोबाइलमा भएको मान्छेको फोटो मलाई एकचोटि देखाउ त। दाइ फोटो हेर्नुहोस् न। ओए मोबाइल त स्विच अफ छ त। भर्खरै अफ भएछ दाइ। काम छैन तेरो? यही बेलामा मोबाइलको चार्ज पनि सकिनु पर्ने। यो दाइले सपनालाई चिन्नु भएको थियो कि? अब गेस्ट हाउस पनि छोडिहाले, कहाँ गएर फोन चार्ज गर्नु? अब सपनाको फोटो कसरी अरूलाई देखाउनु खै? मेरो नाम सम्पदा। धेरै पछि कलेज बिदामा हजुरबुवा हजुरआमालाई भेट्न आफ्नो पुर्खौली गाउँ आएको छु। कति राम्रो छ यो गाउँ, जहाँ मेरो बाबा जन्मनु भएको थियो, जहाँ मेरो बाबाले मम्मीलाई बिहे गरेर भित्र्याउनु भएको थियो। पछि बाबा कामको सिलसिलामा काठमाडौँ जानुभयो र म त्यहीँ जन्मिएँ। अहिले हामी उतै बस्छौँ। हजुरबुवा हजुरआमाले भने यो ठाउँ छोड्न मान्नु भएन। हुन पनि हो, कसले छोड्छ यस्तो स्वर्ग जस्तो ठाउँ? गाउँठाउँ मात्र राम्रो होइन, यहाँको मान्छेहरू पनि राम्रो हुने रहेछन्। म यहाँबाट लड्नै लाग्दा उहाँले मलाई बचाउनु भयो। अहिले उहाँ नआउनु भएको भए म त यहाँबाट खसेरै मर्थेँ। को होला है यति सहयोगी मान्छे? मान्छे पनि कति राम्रो हुनुहुँदो रहेछ। उहाँ त मेरो जीवनमा भगवान भएर आउनुभयो। यो केटी यो गाउँको त होइन, सहरबाट आगी जस्तो छ। सहरको मान्छे गाउँमा हिँड्न जान्दैनन्, झन्डै यो भिरबाट झरेर माथि पुगेकी।
किन यसरी मख परेर हेर्दैछ फेरि? आकाश, म यो घर छोडेर जाँदैछु। हजुरको सम्झनामा जिन्दगीभरि मलाई यही घरमा बस्न मन थियो, तर मैले सकिनँ। हाम्रो बच्चाको लागि भए पनि म यो घर छोडेर जाँदैछु। मलाई माफ गरिदिनुहोस् है। आज यो घरबाट जसरी भए पनि निस्किन्छु। दिदी घरमा हुनुहुन्न। मलाई थाहा छ तल गेटमा चाबी पनि लागेको छ, तर आज म यो घरबाट निस्किन भने तिनीहरूले मसँगै हाम्रो बच्चालाई पनि मारिदिन्छन्। म निस्किन्छु आज। म हिजोदेखि यो सहरमा सपनालाई खोज्दा खोज्दै हैरानै भइसक्यो दाइ। सपना हो उसको नाम। सपना? कतै त्यो केटाले आई भनेको सपना हाम्रै सपना त होइन? अनि त्यो केटा कति शिशिर त होइन? दिदी एक प्लेट अन्डा दिनु न। हस् बहिनी। ला, मैले चाबी कहाँ राखेँ? कतै घरमा त छोडिन। अनि सपना? दिदी अन्डा पछि लिन आउँछु है। यो बहिनीले आफ्नो बुहारीलाई साह्रै माया गर्छ। नमस्ते, मेरो नाम अनुरोध भण्डारी। आजको नाता सिरियलको एपिसोड तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला है। राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला। अनि यो सिरियल तपाईँ कहाँबाट हेरिरहनु भइरहेछ त्यो पनि कमेन्ट गरिदिनु होला है। हामी अर्को एपिसोडमा भेटौँला। नमस्ते। कुन्दै बले जोडिदियो हाम्रो चोखो नाता।